आदरणीय दर्शकबिन नमस्कार। नेपाली न्यूज पार्टीमा तपाईहरूलाई हार्दिक स्वागत छ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट लिएर आज पनि उपस्थित भएका छौं। समय अवधिभर हामीसँगै रहनुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेको प्रतिक्रिया छोड्न नभुल्नुहोला। समाचार निकै महत्त्वपूर्ण छन्। नेपाली समाचार पार्टीलाई सब्स्क्राइब गरेर अहिलेसम्म पनि जोडिनु भएको छैन भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। दर्शकबिन सदा जस्तै आज पनि देशभित्रको विभिन्न समसामयिक राजनीतिक घटनाक्रम, व्यथिति, विसङ्गति, निरन्तर परेको अविरल वर्षाले कहाँ के क्षति पुर्यायो। आजको समाचारमा भारतीय सेना अध्यक्ष र प्रधानमन्त्री बाले शाह बीच भेटवार्ता के विषयमा भए छलफल, साथै दुर्गा प्रसाई र प्रधानमन्त्री बाले शाह बीच बालोटारमा भेटवार्ता भएको खबर पनि आएको छ आजको अपडेटमा। यसबारेमा पनि जानकारी दिनेछौँ। प्रचण्डले देशैभरि आन्दोलनको तयारी थाल्ने भएका छन् भने देउबालाई हिन्दू राज्य बोलीबार सकाउने समेत चेतावनी दिएका छन्। यसबारेमा पनि विशेष अपडेट रहनेछ। नेकपा एमालेको रणाको सतहमा आएको छ भने किशोर श्रेष्ठ फेरि पक्राउ पर्ने सम्भावना पनि रहेको छ आजको समाचारमा रहनेछ। 100 रुपियाँभन्दा माथिको सामान किन्दा कसरी 10 लाख जित्ने, यसबारेमा पनि सबै जानकारी आजको समाचारमा समावेश गर्नेछौँ। त्यसकारण पनि सबै अवधिभर हामीसँगै रहनुहोला। अन्य विविध समसामयिक राजनीतिक घटनाक्रम पनि समावेश रहनेछन्। आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र साईले वैदेशिक रोजगारीका नाममा भइराखेको ठगी रोक्न र विदेशमा अल्पत्र परेका नेपालीको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठनको माग गरेका छन्। मंगलबारको प्रतिनिधि बैठकमा विशेष समय लिएर बोल्दै सांसद ज्ञानेन्द्र साईले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा सांसद साईले नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सले थामिएको भए पनि राज्यले श्रमिकहरूको पीडाप्रति आँखा चिम्लेको आरोप लगाएका छन्। हालसम्म झण्डै 21 खर्ब रुपियाँ रेमिटान्स भित्रिएको बताउँदै उनले सोही रकमबाट राज्य सञ्चालन भइरहेको तर श्रमिकहरूको जीवन र अधिकार भने असुरक्षित रहेको उनको भनाइ छ। नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै 1 करोड पुग्न लागेको छ। तर उनीहरू विदेशमा ठगिएका छन्, अल्पत्र परेका छन् र सम्झौता अनुसारको काम र तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको उनले बताएका छन्। सांसद ज्ञानेन्द्र साईले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको संख्या भयावह रहेको उल्लेख गर्दै हालसम्म 16,760 नेपालीको शव बाकसमा फर्किएको बताए। उनले जापानको उदाहरण दिँदै पछिल्लो 1 वर्षमा त्यहाँ मृत्यु भएका 73 नेपाली मध्ये 28 जनाले आत्महत्या गरेको बताएका छन्। कन्सन ट्याक्सी र गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा मोटो रकम असुल गरी युवाहरूलाई विदेशमा अल्पत्र पारेका कारण यस्तो अवस्था सिर्जना भएको ज्ञानेन्द्र साईको भनाइ छ। यो विषयमा भने सरकारले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ। साथै आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। यता भने प्रधानमन्त्री बाले शाहले जेनजी आन्दोलनको 1 वर्ष पुगेको दिन भदौ 23 मा शहीदहरूका नाममा सम्बोधन गर्नुपर्ने माग सत्तारूढ राष्ट्रपाका सांसदले माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रपा सांसद रचना खत्रीले जेनजी आन्दोलनको जगमा गठित सरकारले त्यो आन्दोलनमा उठेका माग कति सम्बोधन भएका छन् भनेर स्पष्ट पार्नुपर्ने बताइन्। जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिज खत्रीकी आमा हुन्। प्रधानमन्त्रीलाई स्पष्ट आग्रह गर्न चाहन्छु, आगामी भदौ 23 गते जेनजी आन्दोलन भएको 1 वर्ष पूरा हुन लागेको छ। यस आन्दोलनमा युवाले भ्रष्टाचारको अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए। प्रधानमन्त्रीले यस दिन देशमा शहीदको नाममा सम्बोधन गर्नुहुन्छ भन्ने आशा राखेको छु, सांसद खत्रीले भनिन्। प्रधानमन्त्रीले उक्त आन्दोलनका माग कति पूरा भएका छन् भनेर विवरण राख्नुपर्ने सांसद खत्रीको माग छ। त्यो सम्बोधनमा देशले जान्नुपर्छ शहीदका कति माग पूरा भए, घाइतेका कति माग पूरा भए, कुन माग बाँकी छन्। सांसद खत्रीको माग छ भ्रष्टाचारलाई कारबाही हुन्छ कि हुँदैन, सरकारले राम्रो काम गर्न कसले रोकिराखेको छ, शहीद परिवार र घाइतेले कहिले न्याय पाउँछन्। भदौ 23 को बलिदानबाट बनेको यस सरकारसँग म स्पष्ट जवाब माग्न चाहन्छु। यो विषयमा भने प्रधानमन्त्री बाले शाहले भदौ 23 गते स्पष्ट जवाब दिनुपर्ने र यसको खाका तयार पारेर सरकारले आफ्नो मार्गनिर्देशन तय गर्नुपर्ने उनको भनाइ छ। त्यसैगरी यता भने आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति पूर्व सभापति शेरबहादुर देउवाप्रति आक्रामक भएका छन्। देउवाको म हिन्दू हुँ अभिव्यक्तिप्रति प्रचण्ड जङ्गिएका छन्। संविधानभन्दा बाहिर गई सकिने चेतावनी दिएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममा म हिन्दू हुँ भनेपछि नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्यसप्रति कडा रोष प्रकट गरेका छन्। मंगलबार नेकपा बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्ति र कांग्रेसभित्रबाट आएका हिन्दू धर्मसँग सम्बन्धित
सम्बन्धित प्रस्तावप्रति असन्तुष्ट जनाएका छन्। देउवाले आइतबार काङ्ग्रेसको इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै आफू हिन्दू भएको बताएका थिए। उक्त भेलाबाट संविधानको धर्मनिरपेक्ष व्यवस्थाको मर्म विपरीत हिन्दू धर्मको पक्षमा धारणा अगाडि सार्ने निर्णय समेत भएको थियो। देउवाको अभिव्यक्तिपछि प्रचण्डले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका नेताले नै संविधानको सीमा बाहिर जाने अभिव्यक्ति दिन नहुने बताएका छन्। बैठकमा प्रचण्डले भनेका छन्, संविधान भन्दा दायाँ बायाँ लाग्नुभयो भने तपाईँ आफै सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्नेछ। आफूले बनाएको संविधान विपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला। देउवाको अभिव्यक्ति व्यक्तिगत धार्मिक आस्थासँग मात्रै सम्बन्धित नभई काङ्ग्रेसको इतर समूहको भेलाबाट हिन्दू धर्म सम्बन्धी निर्णय समेत आएको अवस्थामा प्रचण्डले यसलाई संविधानसँग जोडेर प्रतिक्रिया दिएका हुन्। यसअघि पनि प्रचण्ड स्वयंले संविधान निर्माणका क्रममा धर्मनिरपेक्षताको विषयमा फरक शब्द राख्ने सम्भावनाबारे छलफल भएको बताएका थिए। तर पछिल्लो समय काङ्ग्रेसभित्रै हिन्दू धर्मसँग जोडिएका धारणा साझा हुन थालेपछि त्यसले राजनीतिक बहसलाई पुनः धर्मनिरपेक्षता र संविधानको व्यवस्थातर्फ धकेलेको देखिएको छ। काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाले धर्मको राजनीति गर्न खोजी देश दुर्घटनामा हुन जाने सक्ने दावी गरेका छन्। त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। यता भने सत्ताको लाचार छाया बनेर संसदको गरिमा सङ्कटमा पारेको आरोप खेप्दै आएका सभामुख डीपी अर्याल पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन्। नेता बनेर सदनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसकेको, संविधान कानुन र संसदीय नियम मिच्दै जसोतसो सत्ता उसै स्वाहाको भूमिका खेलेको आरोप चिर्ने गरी सोमबार यता उनी प्रतिनिधि सभाको बैठक प्रस्तुत हुन थालेका छन्। 4.5 महिनापछि एकाएक आक्रामक शैलीमा प्रस्तुत भएका सभामुख डीपी अर्यालले संसदीय इतिहासमै पहिलो पटक सदनबाटै प्रधानमन्त्रीका नाममा रुलिङ गरेर नयाँ रेकर्ड समेत बनाएका छन्। प्रतिनिधि सभा बैठकमा उनले सांसदहरूले लामो समयदेखि उठाउँदै आएका प्रश्नको जवाब दिन प्रधानमन्त्री बाले शाहलाई सदनमा उपस्थित हुन रुलिङ गरेका हुन्। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम संसदमा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्नोत्तर हुनुपर्ने व्यवस्था स्मरण गराउँदै प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन निर्देशन दिएका हुन्। उनले भने प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्री ज्यूलाई रुलिङ गर्दछु। सत्तारूढ दल राष्ट्रिय स्तर पार्टी राजसभाबाट सभामुख बनेका अर्यालले आफ्नै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बाले शाहलाई सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिन निर्देशन दिएसँगै संसदमा नयाँ अभ्यास स्थापित भएको छ। विगतमा सरकारका नाममा सभामुखले रुलिङ गर्ने गरेका भए पनि प्रधानमन्त्रीले नै तोकेर रुलिङ गरिएको यो भने पहिलो पटक भएको दावी गरिएको छ। सभामुख अर्यालले सोमबार अन्य 2 घटनाका सन्दर्भमा पनि सरकारलाई रुलिङ गरेका थिए। उनले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका विषयमा संसदमा उठेका प्रश्नको जवाब दिन सम्बन्धित मन्त्रीलाई तथा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउने सन्दर्भमा भएको प्रयासबारे सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई 3 दिनको समय तोकेर निर्देशन दिए। 22 साउनको बैठकको सुन्ने समयमा नेकपाका सांसद गोपाल शर्माले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाएका थिए। त्यस दिन उनले सरकारलाई 9 दिनभित्र जाजरकोट र सल्यानमा भूकम्पबाट प्रभावित क्षेत्रमा भएका काम कारबाहीबारे जवाब दिन अल्टिमेटम दिए, तर सरकारले त्यसबारे भने जवाब दिएको थिएन। अब यो विषयमा आफू थप कुर्ने पक्षमा नरहेको भन्दै सोमबार उनले सभामुख डीपी अर्यालसँग समय तोकेर रुलिङ हुनुपर्ने माग गरेका छन्। अन्यथा संसदमा विरोधको शैली अपनाउन बाध्य हुने चेतावनी उनको थियो। यस्तो चेतावनी दिँदै सांसद शर्मा सभा कक्षमै उभिरहेका थिए। तर पछिल्लो समयमा सभामुख डीपी अर्यालले भने कडा रूपमा प्रस्तुत हुन गरेका छन्। त्यसैगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। प्रधानमन्त्री तथा रक्षा मन्त्री बाले शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। प्रधान सेनापति अशोकराज सिद्धेलको नियन्त्रणमा 4 दिने नेपाल भ्रमणमा आएका सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गरेका थिए भने नेपाल भारतबीच सन् 1950 देखि एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ। सेठले यसअघि प्रधान सेनापति अशोकराज सिद्धेलसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए भने हिजो प्रधानमन्त्री बाले शाहसँग समेत उनले भेटवार्ता गरेका छन्। त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। यता भने नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले मंगलबारदेखि 15औं महाधिवेशन प्रक्रिया सुरु भएको बताएका छन्। 15औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकारीहरूका लागि आयोजित कार्यक्रममा उनले महाधिवेशन प्रक्रिया सुरु भएको बताएका हुन्। हामीसँग अब समयको सुविधा छैन, हामी संविधान पार्टी विधानमा बाँधिएका छौँ। सभापति थापाले भने अदालतको फैसलामा पनि असो 16 गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ। त्यसैले पनि हामीहरू बाँधिएका छौँ, थोरै समयमा काम गर्नुपर्नेछ। यसबाट
पटक पार्टीको क्रियाशील सदस्यता डिजिटल भएकाले महाधिवेशन गर्न पहिलाको भन्दा सहज हुने गगनकुमार थापाको दाबी छ। प्रश्न नउठ्ने गरी अधिवेशन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको छ। निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिकामा हामी सबैले फलो गर्ने हो। केन्द्रीय कार्य समितिले महाधिवेशनको तिथि मिति र ठाउँ तय गरिसकेको भन्दै उनले आगामी असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन हुने जानकारी समेत गराएका छन्। 15औं महाधिवेशन निष्पक्ष रूपमा सकिने उनको दाबी समेत रहेको छ। पछिल्लो समयमा काङ्ग्रेस 3 टुक्रा हुने सम्भावना समेत प्रबल रूपमा देखा पर्न थालेको छ। नेपाली काङ्ग्रेसले 15औं महाधिवेशनका लागि विभिन्न समितिहरू गठन समेत गरेको छ। केन्द्रीय कार्य समिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो। बैठकले सभापति गगनकुमार थापाको समय जत्तोमा 15औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसीले जानकारी दिएका छन्। उक्त समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ। बैठकले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्ने पनि बताइएको छ। ती समितिहरूमा रहने संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने नेपाली काङ्ग्रेसले जानकारी दिएको छ। पछिल्लो समयमा नेपाली काङ्ग्रेसभित्र पनि एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने क्रम भने चलिराखेको छ। किनकि नेपाली काङ्ग्रेसभित्र पनि 3 गुट देख्न थालेको छ। कोही हिन्दू धर्मको लाइन लिएर अगाडि बढेका छन्, कोही भने लोकतान्त्रिक गणतन्त्रलाई नै अँगालेर अगाडि बढ्नुपर्ने पक्षमा छन् भने गगनकुमार थापा र शेरबहादुर देउवा बीचको राजनीतिक लडाईँ अब सर्वोच्च अदालतको कानमा पुगेको छ। यसले कसको पक्षमा फैसला गर्छ भन्ने विषय पनि यतिखेर गम्भीर विषय बनिराखेको अवस्था रहेको छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। यता भने पत्रकार किशोर श्रेष्ठ पक्राउबारे महत्त्वपूर्ण खबर आएको छ। पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि कवि अर्जुन पराजुलीले रचना गरेको कविता सामाजिक सञ्जालमा चर्चामा आएको छ। वैयक्तिक गोपनीयता ऐन 2075 अन्तर्गत परेको जाहेरीका आधारमा श्रेष्ठ पक्राउ परेका थिए। जनआस्था साप्ताहिकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका एक सांसद र एक युवतीसँग सम्बन्धित तस्बिर प्रकाशित भएपछि उनी विरुद्ध उजुरी परेको थियो। अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले श्रेष्ठलाई ललितपुरको कुसुन्ती स्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले उनको निवासमा खन्तराजी गर्नुका साथै जनआस्था कार्यालयमा समेत प्रवेश गरी कम्प्युटर लगायत सामग्री नियन्त्रणमा लिएको थियो। श्रेष्ठ पक्राउ परेपछि पत्रकारिता क्षेत्र तथा विभिन्न पक्षबाट विरोध जनाइएको थियो। पक्राउको विरोध भइराखेका बेला कवि पराजुलीले व्यङ्ग्यात्मक शैलीमा कविता रचना गरेका हुन्। कविता मार्फत पराजुलीले समाचारमा आफ्नै परिवार वा छोरीसँग सम्बन्धित विषय आएमा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्न उठाएका छन्। कवितामा उनले प्रश्न गरेका छन्, शीर्षक कार्की बनायो भने कस्तो लाग्छ? कवितामा उनले सामाजिक व्यक्तिको निजी जीवन, समाचार प्रकाशन र त्यसपछि उत्पन्न हुने कानुनी तथा सामाजिक परिस्थितिप्रति व्यङ्ग गर्दै प्रश्न उठाएका छन्। पराजुलीले उक्त कविता श्रेष्ठ पक्राउ गरेको घटनासँग जोडेर सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर हुन थालेपछि चर्चामा आएको छ। जसले गर्दा किशोर श्रेष्ठ फेरि पक्राउ पर्न सक्ने सम्भावना भने उत्तिकै रूपमा प्रबल रहेको देखिएको छ। साथै आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। यता भने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न क्यान्डिडेट क्लब घोषणा गरेको छ। सभापति रुबी लामिछानेको उपस्थितिमा रासपाले क्लब घोषणा गरेको थियो। क्लब घोषणासँगै रासपाले 460 गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, 3685 वडा अध्यक्ष र 14740 वटा सदस्यका लागि मात्रै आवेदन आह्वान गरेको छ। यस क्लबमा 6 महानगरपालिका, 11 उपमहानगरपालिका, 276 नगरपालिका प्रमुख, उपप्रमुख, 3058 वडा अध्यक्ष र 12232 वडा सदस्यको हकमा आवेदन दिन सकिने छैन। आगामी वैशाखमा हुने 753 स्थानीय तहका लागि 293 प्रमुख, उपप्रमुख, 460 अध्यक्ष, उपाध्यक्ष, 6743 वडा अध्यक्ष र 26972 वडा सदस्यका लागि निर्वाचन हुँदैछ। राष्ट्रपालले निर्वाचनमा भएको प्रथम महाधिवेशन अगाडि नै स्थानीय तह निर्वाचनको तयारी थालेको थियो। साउन 13 गते